नगरपालिका सङ्घका अध्यक्षज्यू, मञ्चमा आसीन गाउँपालिका सङ्घका अध्यक्ष लगायत अतिथि महानुभावहरू र धेरै अतिथि महानुभावहरू हुनुहुन्छ यहाँ। सबै अतिथि महानुभावहरू र सहभागी मेयर, उपमेयर साथीहरू एवं यस कार्यक्रमलाई सफल बनाउन यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू, आज खुसीको कुरा हो। नगरपालिका सङ्घले आफ्ना 31 वर्षहरू पुरा गरेर आज 32औं स्थापना दिवसमा प्रवेश गरेको छ। यी वर्षहरू सफलताका वर्षहरू रहे। नगरपालिका सङ्घले यस बीचमा यी 31 वर्षहरूका दौरान अनेकौं प्रकारका उतार चढावहरू देखेको छ। भर्खरकै मान्छे हुनुहुन्छ हाम्रो जगदीश खरेलजी, उहाँले एउटा सानो तर बहुत मार्मिक अनुभव सुनाउनु हो। समाचार पढ्दै थिएँ, मेरो पछाडि हतियारधारी आर्मी उभिरहेको थियो। उहाँ कुनै ठुलो पद भएर राष्ट्रपतिमा पुग्नु भएको थिएन। उहाँ समाचार नियन्त्रणका लागि बन्दुक त्यहाँ हाजिर भएको थियो। बोल्दा होस गरेर बोल, बन्दुकको अर्थ त्यही थियो। बोल्दा होस गरेर बोल। यस्तै अनुभव, विभिन्न प्रकारका अनुभव यी 31 वर्षमा नगरपालिका सङ्घले पनि बेहोरेको छ। 54मा चुनाव भएपछि, एकैचोटि कहिले भयो चुनाव? 54मा चुनाव भएपछि 74सम्म जनप्रतिनिधि संस्थाहरू समाप्त। 58 सालबाट संसद समाप्त। राजनीतिक नियुक्तका निकायहरू छैनन्। चाहिएकै थिएन कसैलाई त व्यवधान जानी बुझिकन खडा गरिएको थियो। जे होस्, अनेक उतार चढावहरू सहित आज सफलतापूर्वक यस बिन्दुमा 32औं स्थापना दिवसमा यो नगरपालिका सङ्घ आइपुगेको छ। म बधाई भन्न चाहन्छु र आगामी दिनका लागि सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु नगरपालिका सङ्घलाई। साथीहरू राम्रो काम गरे बापत सम्मानित हुनुभएको छ। म सम्मानित भएका साथीहरूलाई प्रशंसा गर्न चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु र तपाईहरूको यस कामबाट सबैलाई प्रेरणा मिल्नेछ भन्ने मैले अपेक्षा गरेको छु। तपाईहरूलाई फेरि पनि धेरै धेरै शुभकामना। काशीराज दाहालज्यू, अप्ठ्यारा कामहरूको गाँठो फुकाउने भन्छ नि, त्यस्ता कामहरू धेरै गर्नुभएको छ उहाँले। र त्यसमध्ये एउटा काम यो पनि हो कि उस्तै उत्रै मध्ये कुन छानो कुन नछानो गाह्रो हुन्छ। रामले धनुष नभाँचेको भए सीतालाई पनि गाह्रो पर्थ्यो। कसलाई माला लगाइदिने, कसलाई माला लगाइदिने। सायद त्यहाँ त धनुष भाँचेको प्रष्टै देखिन्थ्यो, त्यसकारण माला लाउन सजिलो भएको थियो। यहाँ त धनु नै भाँचेको र नभाँचेको होइन, सबै कर्मशीलहरूका बिचमा छनौट गर्दा कति गाह्रो भयो होला। त्यसका लागि सम्मानित हुनुभएको छ। बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु। यस्तै सम्मान गर्दै रहन पाइयोस्। हाम्रा प्रतिनिधि साथीहरूलाई पनि यस्तै सम्मान गर्दै रहन पाइयोस्। धेरै धेरै शुभकामना छ। मैले नगरपालिका सङ्घका अध्यक्षले स्वागत मन्तव्यका क्रममा स्वागत त सुरुमा एकपल्ट भन्नुभयो, अन्तिममा एकपल्ट भन्नुभयो, बाँकी त नगरपालिका सङ्घकै कुरा गर्नुभयो। आखिर स्वागत भन्ने त कति हुन्छ र? यहाँलाई स्वागत छ, सिद्धियो। यहाँहरूलाई स्वागत छ, सिद्धियो। अब बाँकी कुराहरू मैले सबै कुरा ध्यानपूर्वक सुनेको छु। अहिले म डिटेल एक एक बुदागत रूपमा जान चाहन्न, ध्यानपूर्वक मैले सुनेको छु।
हामीले विभिन्न प्रकारका अभ्यासहरू गरेका छौँ, तर एउटा अभ्यास सदैव सत्ता शासन अलिकति ठुलो भएपछि त्यसमा कुनै न कुनै पाराले पावर डिस्ट्रिब्युट गर्नै पर्छ, डिभोल्युसनको सिद्धान्त लाउनै पर्छ, विकेन्द्रीकरण डिसेन्ट्रलाइजेसनको गर्नै पर्छ। यो सामन्तवादी शासनमा आदेशै दिए पनि मार्फत आदेश दिन पनि थरी मुखिया चाहिन्थ्यो। थरी मुखिया भए पनि थिए नि त त्यस बेला, छानेका नहुन् तोकेका हुन् तर पनि स्थानीय प्रतिनिधित्व चाहिँदो रहेछ उस बेला पनि। राणा शासनमा पनि त्यस्तै राणाका प्रतिनिधिहरू थिए, उनीहरूका कामतमा कप्तान भनेर राखेका हुन्थ्यो, उनीहरूका कामतमा लफ्टन भनेर राखेका हुन्थ्यो हेरविचार गर्ने, उनीहरूका कामतमा मुन्सी भनेर राखेका हुन्थ्यो र यसरी बनाएका हुन्थे जनप्रतिनिधित्वको कुराहरू। अलिकति शासन ठुलो भएपछि हाम्रो देश सानो भने पनि संसारको यो 41वटा ठुला देशहरूभित्र पर्छ नेपाल। त्यसभन्दा पछि 194 मध्ये अरू थुप्रै देशहरू हामीभन्दा पछाडि छन्। हाम्रो पोजिसन 41औँमा होला सायद, भूगोल जनसङ्ख्या अनेक पाटोबाट हेर्दाखेरि हामी सानो देश होइन। त्यसकारण हामी कहाँ कमसेकम स्थानीय सरकार नभइकन, स्थानीय निकाय नभइकन त्यो राम्ररी जनतालाई सेवा पुर्याउन सम्भव छैन। सेवा चाहिने बित्तिकै पुर्याउनु पर्यो र एउटा कुरा म स्मरण दिलाउँ, हामीले 47 सालमा व्यवस्था परिवर्तन भएपछि, निरङ्कुश तन्त्र हटेपछि, दलीय व्यवस्था आएपछि पहिलो चुनावपछिको पहिलो संसदबाटै स्थानीय निकायहरूलाई अधिकार सम्पन्न बनाउनुपर्छ र स्वायत्त अधिकार सहितका स्थानीय निकाय हुनुपर्दछ र तिनीहरू तीन तहका भनेनौँ हामीले, स्थानीय तहका सरकारको रूपमा उनीहरूले काम गर्ने हैसियत पाउनुपर्दछ। यो कुरा मनमोहन अधिकारीजीले, मदन भण्डारीजीले वा मैले पार्लियामेन्टमा बोलेको कमसेकम काशीराजजी जस्ता मान्छेहरूलाई सम्झना छ। यो यसरी बनाउनु पर्छ भन्ने हामीले अगाडिदेखि भन्दै पनि आएका हौँ। तर त्यसबेला व्यवस्था जन्मिने बित्तिकै बचाउन गाह्रो पर्ने अवस्था आयो। हेर्दै जाँदाखेरि दरबार हत्याकाण्ड जस्ता काण्डहरू भए, सत्ता हत्याउने कामहरू भए र सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने कामहरू भए। त्योभन्दा बढी त्यसको व्याख्या गर्नु परेन। समाचार वाचकका पछि बन्दुक उभ्याउनु पर्ने भयो। लोकतन्त्र कहाँ बच्यो? ती दिन नदेखेका मान्छे या त्यस जमानामा नजन्मिएका मान्छे अहिले यो भएन त्यो भएन, तानाशाही भयो, अधिनायकवाद भयो भन्छन्। के हो अधिनायकवाद? देखेकै छैन बिचराहरूले, भोगेकै छैन के हो अधिनायकवाद। तर अहिले हामी एउटा डेमोक्रेटिक एरामा छौँ। यसमाथि धावा बोल्ने त खुला एयरपोर्टदेखि महाराजगञ्जसम्म त खुला उद्घोषका साथ मान्छेहरू मार्च गरेको त देखियो नि। लोकतन्त्र पचेन, लोकतन्त्र हुनु हुँदैन, संविधान अनुसार देश चल्नु हुँदैन, कानुनी राज हुँदैन, अराजकता सिर्जना गरेर केही मान्छेले सजिलो हुन्छ अस्तव्यस्तता कायम गर्न र केही मान्छेहरूलाई भ्रम छ नेपालमा पनि अरू केही देशहरूमा जस्तै उथलपुथल हाहु गरेका भरमा यहाँ हुन्छ भनेर। नेपाली जनता धेरै लामो समय सङ्घर्ष गरेर बलिदान गरेर एउटा सचेतनताका साथ यहाँ आइपुगेका छन्। त्यसकारण लोकतन्त्रलाई रक्षा गर्ने र सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो छ। अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यावहारिक रूपमा सुदृढ गर्ने भन्ने कुरा हो। कसरी व्यावहारिक रूपमा सुदृढ गर्ने? लोकतन्त्र मासिने कुरा हुन सक्दैन। संविधान सभाले एकपल्ट असफल भएर फेरि अर्कोपल्ट असफल पनि किन भयो भन्ने कुरा
त्यो बेग्लै छ इतिहास। जे होस्, दुईपल्ट संविधान सभाको निर्वाचन भएर बनाएको संविधान सभाले जनताका विभिन्न हिस्साका प्रतिनिधित्व त्यहाँ भएर विभिन्न हिस्सा, विभिन्न पेसा, विभिन्न व्यवसाय, विभिन्न जाति, विभिन्न धर्म, विभिन्न आस्था, विभिन्न भूगोल, यो सबैको प्रतिनिधित्व गरेर 601 को सङ्ख्या पुगेको थियो। त्यत्रो ठुलो सङ्ख्याले जनताका विभिन्न भावनाहरू, सामाजिक जीवनमा विभिन्न क्षेत्र र पक्षका भावनाहरू समेटेर बनाइएको संविधान र अत्यन्तै भिन्न मत मनस्थितिको अवस्थामा समन्वयात्मक ढङ्गले सम्झौता सहित बनाएको संविधान हो। केही सम्झौताका पक्षहरू यहाँ देखिन्छन्। अब संविधानको प्रभावकारी कार्यान्वयन र केही कुराहरू अब संविधान संशोधन गर्दा विचार पुर्याएर समयानुकूल बनाउन आवश्यक पनि छ। ती चिजहरू पनि हामीले घोषणा गरिसकेका छौँ कि अहिलेको सरकार बन्ने बित्तिकै बन्दा साथै बन्ने पृष्ठभूमिमै हामीले 7 बुँदे एउटा सहमति गऱ्यौँ दुईटा प्रमुख दलहरूले सरकार बनाउने बेलामा कि हामी यी 7वटा काम प्रमुख रूपमा गर्नेछौँ, जसमा दोस्रो नम्बर हुँदा संविधान संशोधन थियो। संविधान संशोधनको अर्थ प्रणालीको रक्षा गर्ने हो, प्रणालीलाई प्रभावकारी बनाउने हो, प्रणालीमा रहेका कमी कमजोरीलाई हटाउने हो र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै जाने हो, गरिबी हटाउने हो, समृद्धि ल्याउने हो र नेपाली जनतालाई सुखी बनाउने हो। यो उद्देश्यका साथ हामी अगाडि बढेका छौँ। तसर्थ अलिकति सगोलमा म भन्न चाहन्छु, विस्तृतमा म जान भएन, सगोलमा भन्न चाहन्छु। त्यता बस्ने र यता बस्ने एउटा परिस्थिति नहो, हामी एउटै होइनौँ र एउटै हो नि त, त्यता बसे पनि यता बसे पनि। अलिक माथिल्लो भनेको तहमा पुगिहाल्यो बसिहाल्यो भने अलिक तल्लो तहमा पुगेको बसेको भनेको शत्रु हुन् र विरोधी हुन् र विरोधी हुँदै होइनन्, आफ्ना ठाउँका कर्तव्य हुन् नि त। म अहिले बोलिराखेको छु, खुट्टाले मलाई उभ्याइराखेको छ, आफ्ना आफ्ना ठाउँका काम छन् नि। बोल्ने कुरा पो मुख्य हो, खुट्टाको के काम छ भने ठ्याचेका बस्ने बित्तिकै त बेग्लै परिस्थिति हुन्छ। आफ्ना आफ्ना काम हुन्छ, आफ्ना आफ्ना तहका। हामी एउटा देश बनाउने अभियानका कर्मीहरू हौँ, एउटा घारका मौरीका कर्मीहरू हौँ। कोही वल्ला छेउपट्टि होला, कोही पल्ला छेउपट्टि होला, कोही अलिक तलपट्टि होला, कोही अलिक माथिपट्टि होला, तर एउटै अभियानका मौरीहरू जस्तो हौँ हामी। एउटा अभियानका कार्यकर्ता हौँ हामी, देश निर्माण गर्ने अभियानका कार्यकर्ता हौँ हामी। जो जुन ठाउँमा बसे पनि, कानुन बनाउने ठाउँमा कोही बस्ला, कोही कानुन कार्यान्वयन गर्ने ठाउँमा बस्ला, फेरि पनि त्यही अभियानका विभिन्न पार्ट हुन्। त्यसकारण यहाँ द्वन्द्व होइन, भिन्नता होला, त्यसलाई संवाद मार्फत मर्का बुझेर समस्या बुझेर त्यसको सम्बोधन गरिनुपर्छ, त्यसको समाधान गरिनुपर्छ र त्यो गरिन्छ। जहाँसम्म सङ्घीय सरकारको तर्फबाट, केन्द्रको तर्फबाट म भन्न चाहन्छु, स्थानीय तहलाई स्वच्छ बनाउन चाहन्छ। अहिले कतिपय ठाउँमा कुरा पनि उठेको छ, तपाईँहरूलाई पनि धेरै नराम्रो लाग्नु हुँदैन। जनताले के पनि भन्छन् भने यो सिंहदरबारको सरकार चाहिँ गाउँ गाउँमा पुगेको मात्रै होइन कि सिंहदरबारका अरू कतिपय खराबीहरू थिए भने, भ्रष्टाचार थिए भने ती पनि गाउँ गाउँमा पुगे भन्ने पनि छ। राम्रा राम्रा कुरा मात्रै तल जाउन्, माथिका भनेका कुराहरू र सिंहदरबार कति भ्रष्ट छ त्यो मान्छेहरूले जे भए पनि आरोप लगाउने गरेका छन्। सिंहदरबार त्यस्तो भ्रष्ट छैन। सिंहदरबारमा बसेर त्यसको टुप्पामा नेतृत्व गर्ने व्यक्तिको सधैँ भनाइ छ, म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न। भ्रष्टाचार मुक्त सुशासन, सेवा, भ्रष्टाचार अन्त्य गर्ने, न्यूनीकरण गर्ने, अन्त्य गर्ने र जनतालाई सेवामा छिटो छरितो तदारुकताका साथ सेवा दिने, यो माथिको पनि त्यही हो, तलको पनि त्यही हो, स्थानीय सरकारको पनि त्यही हो, केन्द्रीय सरकारको पनि त्यही हो। 3 तहका सरकार, तह भनेपछि केन्द्रीय तह, सङ्घीय तह भन्छौँ हामी, प्रदेश तह र स्थानीय तह। तह भन्दाखेरि पनि
यो होच्याको जस्तो नठान्नु भए हुन्छ। तह तह नै हो, तर कुनको महत्त्व छ कुनको महत्त्व छैन भन्ने त्यो तलको सिँढी चाहिँ खुस्काइदियो भने माथिका सिँढीले मात्रै माथि चढ्न काम लाग्दैन। त्यसकारण तलका सिँढी भनेका त पहिलो उक्लिँदाखेरि त त्यहीँबाट चढ्नुपर्छ नि। त्यसर्थ यसमा कुनै कम्प्लेक्सिटी राख्नु जरुरी छैन। र मलाई अवधि ढिलो भएको हुनाले अब मैले चाहिँ नि अरू थप कुरा एकमुष्टमै मैले भनिहालेँ। तपाईँहरूका मागहरू मैले राम्ररी सुनेको छु र वी आर कम्प्लिटली पोजिटिभ। त्यसो भएको हुनाले यसलाई विधि प्रक्रियाबाट अहिले मैले यहाँबाट भनिहालेँ भने कानुन बनाउनु पर्ने होला, कानुन संशोधन गर्नुपर्ने होला, त्यसको आफ्नो प्रक्रिया होला। अब यो त राजा महाराजाको जमाना त होइन, यसमा त विधिको हुप्र त चल्दैन, यहाँ हुप्र गर्ने कुरा हुँदैन। त्यसकारण विधि अन्तर्गत तपाईँहरूका समस्याहरूलाई सम्बोधन गरिनेछ। उपयुक्त समस्याको यथार्थ समस्याको उपयुक्त समाधान अवश्य गरिनेछ। त्यो संयुक्त रूपमा गरिनेछ, हामी समेत मिलेर। अर्को कुरा, स्थानीय तहको विकल्प छैन। मान्छे फेरिएला, स्थानीय तह फेरिँदैन। अहिले कतिपय ठाउँमा प्रदेशको बारेमा प्रश्न उठेको छ। प्रदेश चाहिन्छ कि चाहिँदैन भनेर, कोही सङ्घीयता चाहिँदैन भनेर प्रदेश चाहिँदैन। सङ्घीयता चाहिँदैन भनेको प्रदेशसँगको मात्रै प्रश्न हो है, स्थानीय तहसँगको होइन। स्थानीय तहको बारेमा, स्थानीय तहको आवश्यकता र औचित्यको बारेमा कुनै प्रश्न उठेको छैन, उठ्न सक्दैन। स्थानीय तहमा कमी कमजोरी छन् भने त्यसलाई सच्याउने बाहेक अर्को विकल्प पनि छैन। त्यसलाई सच्याउने हो, अगाडि बढ्ने हो। र स्थानीय तहले वास्तवमा सिंहदरबार गाउँ गाउँमा पुगेकै हो। त्यसकारण न्यायिक अधिकार, प्रशासनिक अधिकारदेखि लिएर विधायकीय अधिकार समेत प्राप्त गरेको छ भने राज्यका तीनटै अङ्गका अंशहरू त्यहाँ पनि छन्। र हामीले तीन तहको सरकार भन्ने गरेका छौँ। सरकारका अङ्गहरू त्यहाँ पनि भनेका छन्। यहाँले भने जस्तै अब नाम हुन्छ नि त, माथिकोलाई प्रधानमन्त्री भन्छ, प्रदेशकोलाई मुख्यमन्त्री भन्छ, तसले स्थानीय तहमा प्रमुख अथवा अध्यक्ष भन्छ। अधिकारको हिसाबले भन्ने हो भने राष्ट्रिय तहमा विदेश नीति सम्बन्धी, मौद्रिक नीति सम्बन्धी, अन्य सङ्घीय संसदको कानुन बनाउने अधिकार त्यही हैसियतमा होइन, त्यस मातहत त्यसले बनाएका कानुन अन्तर्गतै अरूले कानुन बनाउनु पर्ने हुन्छ। यो त एउटा सिस्टम भनेकै त्यही हो नि, एउटा सिस्टम त हुन्छ। त्यसो भएर यस सिस्टम अन्तर्गत गरिने सम्पूर्ण क्रियाकलापमा अनिवार्य रूपमा जनताको सबभन्दा नजिक रहने, सबभन्दा प्रभावकारी ढङ्गले जनतालाई सेवा पुर्याउने, त्यस्तो हुँदो रहेछ। त्यसै कारण अहिलेसम्म राम्रो काम गरे बापत कुनै मन्त्री सम्मानित भएको छैन। कुनै मन्त्री सम्मानित भएको छैन केन्द्रमा। राम्रो काम नगरेर होइन, बहुत राम्रो काम पनि गरेको छ, तर माथि माथि धेरै सम्मान गर्ने चलन हुँदैन, गरिँदैन। त्यो ठिक्क मात्रै गरिन्छ, फेरि भुइँ छोड्ला भन्ने डर। स्थानीय तहमा सम्मान पनि गरिन्छ, भुइँ छोड्ने कुरा पनि आउँदैन, एकबाट अर्काले सिक्ने। यो फर्स्ट पुरस्कार पाउनेहरू 33औँमा पनि पाउनुहोस्, पाइरहनुहोस्। अरूलाई मेरो शुभकामना छ, यसपल्ट पाउनेहरूलाई उछिनेर अगाडि जानुहोस्। कामले उछिन्ने त हो, उछिनेर अगाडि जानुहोस्। अब मैले धेरै कुरा भनिरहनु पर्दैन, तपाईँहरूको यो अधिवेशन सफल भइसकेकै छ। अझ निष्कर्षमा राम्रो सफलता प्राप्त होस्। तपाईँका निष्कर्षले केन्द्रीय सरकारलाई यो नीति कार्यक्रम र बजेट बनाउने समय आउँदैछ, यति बेला राम्रा सुझावहरू प्रस्तुत गरोस्, बाटो देखाओस्। अझ यस्तो प्रेस्क्रिप्सन तपाईँहरूबाट आओस् जसले राम्रा नतिजाहरू निकाल्न सबैलाई मद्दत गरोस्। धेरै धेरै शुभकामना छ।